All stories are shared with care. To protect privacy, some names and identifying details may be changed when the storyteller prefers to remain anonymous. If you'd like your story to be featured, reach out via our official Instagram page or email us. We would love to hear from you. शनिबारको दिन मान्छेहरू बिदाको दिन भनेर अबेरसम्म सुत्ने गर्छन्। तर म बेरोजगारको लागि के शनिबार के आइतबार बिहानै 5 बजे नै उठेर हेडफोन लगाएर मर्निङ वाकको लागि हिँड्छु। शनिबारको दिन मान्छेहरू सुत्नको लागि धेरै समय दिन्छन्। तर म चाहिँ त्यो दिन मर्निङ वाकको लागि धेरै समय दिन्थेँ। सदा म घरदेखि टोखाको भोटखेलसम्म गीत सुन्दै दौडदै सास फुल्लाउँदै पुग्थेँ र त्यहाँ केही बेर जिउ तन्काएर फर्किन्थेँ। तर शनिबार काठमाडौँको सडक अरू दिनभन्दा अलि व्यस्त नहुने भएको हुनाले म बानेरादेखि जमलसम्म वाकमा जाने गर्थेँ र जमलस्थित क्याफे दि जमलमा गएर 1 कप कफी खाएर फेरि लुखुर लुखुर हिँड्दै आउने गर्थेँ। घर आइपुग्दा 8 बजिसकेको हुन्थ्यो। यसै गरी मेरो बिहानी बित्थ्यो। घुमीफिरी शनिबार फेरि आयो। त्यो शनिबार अलि खास थियो। म सदा जसरी जमल पुगेर क्याफेमा बसेर आफ्नो कफी कुरिरहेको थिएँ। पुसको महिना थियो र त्यो दिन अलि जाडो बढेको जस्तो महसुस गर्दै थिएँ। त्यसकारण कफीको साथसाथै मैले एउटा सूर्य चुरोट पनि मगाएँ। कफी या चियासँग जाडो महिनामा चुरोट खानुको मजा त खाने मान्छेलाई मात्र थाहा हुन्छ। एकैछिनमा मेरो कफी र चुरोट आइपुग्यो। एउटा हातमा चुरोट, अर्को हातमा मोबाइल, कानमा हेडफोन अनि अगाडि कफी, जुन म बेला बेलामा मोबाइल टेबलमा राखेर एक सुरुप तानेर फेरि मोबाइलमा समाचार हेर्ने गरिरहेको थिएँ। जाडो बढेको महसुस मलाई मात्र भएको होला भन्ने सोचेको थिएँ, तर काठमाडौँको तापक्रम साँच्चीकै घटेको रहेछ। 0 डिग्री पुगेको मौसम विभागले जानकारी दिएको कुरा मैले समाचार मार्फत थाहा पाएँ। म आफ्नै धुनमा समाचार पढ्दै कफी र चुरोटको मजा लिइरहेको थिएँ। एक्कासी मेरो हातबाट चुरोट थुतियो। मलाई झनक्क रिस उठ्यो र मैले हत्तनपत्त त्यो चुरोट थुत्ने व्यक्तिप्रति आफ्नो क्रोधित आँखा लगाएँ। मेरो चुरोट थुत्ने एक स्त्री थिइन्। चुरोट मेरो हातबाट थुतेर टेबलमा राखिएको ट्रेमा मेरो चुरोट निभाइदिए। म रिसले चुरचुर हुँदै के गरेको यो भन्दै ठुलो ठुलो स्वरसँग आफ्नो मनभित्रको रिस आवाजमा निकालेँ। धेरै ठुलो स्वर नगर्नुहोस् है। यहाँ धेरै चुरोट मन नपर्ने मान्छेहरू पनि आउँछन्। त्यति चुरोट नै खान मन छ भने स्मोकिङ जोनमा गएर खानुहोस्। यो नो स्मोकिङ जोन हो। ऊ त्यहाँ पढ्नुहोस्। भित्तामा टाँसिएको बोर्ड देखाउँदै भने। मलाई त्यो नो स्मोकिङ जोन हो भन्ने कुरा थाहा थिएन र वेटरले पनि मलाई केही भनेन। सायद बिहानी पख धेरै ग्राहक नभएको कारणले गर्दा उसले मलाई केही नभनेको हुनसक्छ। मेरो आफ्नो गल्ती थियो। त्यसैले सरी, मलाई थाहा नै थिएन भनेर निकै नम्र स्वभावले भने। अघिको रिस हराइसकेको थियो। केही छैन, मान्छेबाट गल्ती भइहाल्छ नि। अनि चुरोट चाहिँ कहिलेदेखि खान थाल्नुभयो त? कुर्सीमा बस्दै उसले ममा खुब इच्छा प्रकट गर्दै भने। कति नै चिनेको मान्छे जसरी उसले सोधिरहेकी थिए। त्यसैले मैले अचम्म मान्दै भने, हजुर, के हो भूत नै देखेको जसरी पो हेर्नुभयो त? अँ, धेरै भइसक्यो। पहिला कहिल्यै पनि खानुभएको देखेको थिइनँ अनि त्यही भएर सोधेकी। मलाई चिन्नुहुन्छ? अँ, चिन्छु। कसरी? जसरी भए पनि चिन्छु। मैले तिमीलाई चिन्छु? एक्कासी तपाईँबाट तिमीमा पुग्नुभयो त तपाईँ। तपाईँ भनिरहन मन परेन मलाई। म सिधा सिधा उत्तर दिँदै थिएँ उसलाई। चिन्नु हुँदैन। म उसको लागि परिचित थिएँ, तर ऊ मेरो लागि अपरिचित। या भनौँ अपरिचित ऊ, परिचित म। मलाई कसरी चिन्यौ त त्यसो भए? मैले उसलाई प्रश्नमाथि प्रश्न गर्दै थिएँ। अब राम्रो लाग्ने मान्छेलाई जसरी पनि चिनिन्छ नि। उसो भए मेरो नाम के हो? आदर्श। कसरी चिन्यौ भन न त? आज कस्तो जाडो है? ऊ कुरा घुमाउने कोसिस गर्दै थिए। आज अलि जाडो बढेको रहेछ। म पनि उसले मोड्न खोजेकैतिर मोडिएँ। दाइ, 1 कप मिठो कफी लिएर आउनु न, साह्रै जाडो लाग्यो, तातो खाम। उसले अब मसँग बसेर कफी पिउने निधो गरिसकेकी थिए। मेरो पनि कफी सकिन लागिसकेको थियो। त्यही पनि गफको तालमा सेलाइसकेको थियो। दाइ 2 कप है? मैले पनि वेटरलाई भने। अनि मलाई कसरी चिन्छौ भन न त? मैले कुरा फेरि मोडेँ। होइन कस्तो एउटै कुरामा अड्किनु भएको भने। त्यस्तो होइन, यति राम्रो केटीले मलाई चिन्छु अनि मन परेको मान्छे भनेपछि अलि जिज्ञासा जागेर आएर सोधेको। चिनेकी छैन मैले। हजुरको हातमा पेनले आफ्नो नामको ट्याटु बनाउनु भएको छ, त्यहीबाट थाहा पाएँ कि। हिजो त्यसै पेन खेलाइरहँदा हातमा देखिने गरी ट्याटु जस्तो गरेर नाम लेखेको थिएँ। मेरो आँखा हत्तपत्त त्यतै गयो। अनि अघि किन झुक्काएको त? मलाई मान्छेलाई उल्लु बनाउनु खुब मनपर्छ क्या। त्यसो भए मलाई उल्लु भन्न खोजेको? त्यस्तो भन्न खोजेकै होइन, गलत बुझ्दै हुनुहुन्छ तपाईँ। अनि सही के हो त? केही होइन हजुर, हजुरसँग मैले सक्दिनँ। मबाट गल्ती भयो, मलाई माफ गरिदिनुहोस्। ऊ जिस्केती थिए मसँग। केही बेर सन्नाटा छायो। बाहिर हुचुली केही नदेखिने गरी ढाकेको थियो। यसो बाहिर पल्याक पुलुक आँखा घुमाउँदै थिएँ। त्यतिकैमा हाम्रो कफी आइपुग्यो। त्यो बेलासम्म मैले उसको नाम समेत पनि सोध्न भ्याएको थिइनँ।
कफीको एक चुस्की तान्दै उसले फेरि आफ्नो मुख खोली। किन हो चुपचाप? मलाई धेरै चुप बस्न नै मनपर्छ। धेरै नबोल्ने मान्छेको मनमा पाप हुन्छ अरे भन्छन् क्यारे? म पापी नै हो नि त। त्यस्तो पाप के गर्नुभएको छ र? तिमीलाई भन्नु आवश्यक ठान्दिनँ म। होइन नसोधीसँगै बसेर कफी खान थाली भनेर रिसाउनु भयो कि क्या हो? त्यस्तो होइन, मेरो स्वभाव यस्तै नै छ सबैसँग। यसो भए त ठिक छ। अनि मिस्टर अधिकारीजी के गर्नुहुन्छ नि? मेरो थर कसरी थाहा भयो? हातमा त नाम मात्र लेखेको छ त। तपाईँ त कति धेरै प्रश्न सोध्नुहुने के? ल म त गएँ, घर जान ढिलो भइसक्यो मलाई। आज यहाँ थोरै काम भएर आएँ कि। अनि घर चाहिँ कता हो नि? सिधै घरमा पुग्नु भयो त। किन घर कताको भन्यो भने तिम्रो घर मैले खाइदिन्छु र। खाइदिनुहुन्छ कि कसलाई के थाहा? त्यस्तो भन्न मन नभएको भए नभन्दा नि हुन्छ। उसको त्यहाँ बस्दा बस्दै घरबाट 3 चोटि फोन आइसकेको थियो। मैले उसको मोबाइलमा फोन आउँदा यसो डेढो नजरले हेर्दा होम भनेर सेभ भएको नम्बरबाट फोन आएको थियो। त्यसले पनि होला। ल अरू कुरा र तपाईँको सबै प्रश्नको जवाफ अर्को भेटमा दिउँला है भन्दै हतार हतार क्याफेबाट बाहिर निस्किए। चाहेको भए म पनि ऊ सँगसँगै घरको लागि निस्किन सक्थेँ। तर मलाई त्यसरी जाँदा पछि लागेको जस्तो हुन्छ भन्ने सोचेर एकैछिन भए पनि क्याफेमै बसिरहेँ। करिब 15 मिनटपछि भने अब निस्किनु पर्यो भनेर यसो घडी हेरेको त 8:23 भइसकेको थियो। त्यही पनि घामको अनुहार देखिएको थिएन। अझै बाहिर हुस्सुले ढपक्कै ढाकेको थियो। सदाजसो 8 बजेतिर घर पुग्ने मान्छे त्यो दिन क्याफेमै बसेर 8:23 भइसकेको थियो। त्यसैले म रत्न पार्कसम्म दौडिएँ र त्यहाँबाट बानेटारतिरको सूर्यदर्शन हाइटको गाडीको लास्ट सिटको झ्यालपट्टि गएर बसेँ। भर्खर गाडी आइपुगेको रहेछ। 5 मिनटमा नै भरिएर हिँडिहाल्यो। मैले हेडफोन फेरि कानमा हालेँ र गीत सुरु गरेँ। कानमा गीत भने बज्दै थियो, तर त्यो गीत कानबाट दिमागसम्म पुगेको थिएन। दिमागमा उनकै यादले कब्जा गरेको थियो। उसले अर्को भेटमा सबै कुरा भन्ने बाचा त गरेकी थिए, तर अर्को भेट कहाँ र कहिले हुने भन्ने बारे म अज्ञान थिएँ। उसले क्याफेमा आज काम भएर आए कि भनेकी थिए, त्यसैले भोलि आउँथे भन्ने कुनै टुङ्गो थिएन। उसलाई सोधौँ भने सम्पर्क गर्ने कुनै माध्यम पनि थिएन। म अन्योलमा परेको थिएँ। म शनिबार मात्र जमलसम्म पुग्थेँ, तर उनी भोलि पनि आउँछ भन्ने आशले गर्दा भोलि पनि जमलसम्म पुग्ने निधो गरे। भोलिपल्ट कहिले आउला भनेर दिनभरि कुरिबसेँ। घडीको सुई एकदम ढिलो चलिरहेको महसुस भइरहेको थियो त्यो दिन। सायद त्यति ढिलो चलेको महसुस त स्कुल र कलेजको कक्षा कोठामा पनि भएको थिएन होला। एक जुनी काटे जस्तो लामो लाग्यो मलाई त्यो एक दिन काट्न। बिहान 3 बजे नै निद्रा खुल्यो। राति 12 बजेसम्म उनकै यादबाट कैद मेरो मस्तिष्कले शान्ति पाएको थिएन। तर कति बेला पायो मैले पत्तो नै पाइनँ। बिहान 3 बजे नै उठेर हिँड्ने कुरो त थिएन। त्यसैले एकछिन फेसबुक चलाएँ, समय बिताएँ र 4 बजे नै त्यो दिन निस्किएँ। बाटोभरि ऊ आउँछ कि आउँदिन भन्ने बारेमा मनमा एक किसिमको आशा र डर उब्जिसकेको थियो। डर भन्दा पनि मलाई त्यो दिन उनी पक्कै आउँछिन् जस्तो लागिरहेको थियो। उसको बारेमा सोच्दा सोच्दै कुन बेला म जमल पुगेँ मैले पत्तो नै पाइनँ। यसो घडी हेरेको 5 दिन भएको थियो। म त्यो दिन अलि धेरै चाँडो त्यहाँ पुगेको भएर सडक सुनसान थियो। जाडोको महिनाको कारण कुनै पसल पनि त्यति बिहान खुलेको थिएन। कुनै कुनै पसलका पसलेहरू भर्खर आँखा मिच्दै सटर तान्दै थिए। मैले कफी पिउने पसल पनि म पुग्दा खोलिसकेको थिएन। त्यसैले म बाटोनिर नै उभिएँ। सुनसान सडक थियो। सानो आवाज पनि ठुलो सुनिन्थ्यो। गाडी पनि त्यस्तो चलेको थिएन। बेला बेलामा फाट्टाफुट्टा आइरहेको थियो। म आफ्नै तालमा यताउता हेर्दै बसिरहेको थिएँ। एउटा नचिनेको केटीको लागि एक बिहानै जमल पुगेको देख्दा आफूलाई नै धिक्कार्न मन लाग्यो। कुराहरू मनमा खेलाउँदै गर्दा साइडमा कुन बेला बिरालो आएछ थाहै पाइनँ। म्याउ गरेर एक्कासी सातो पुत्लो उड्ने गरी कराएपछि बल्ल थाहा पाएँ। सुनसान भएको हुनाले यसो डर पनि लाग्न थाल्यो। त्यसैले यसो बिस्तारै हिँड्दै टुडी खेल एक राउन्ड हानेर आउँछु भनेर हिँडेँ। गीत सुन्दै बिस्तारै हिँड्दै एक राउन्ड हानेर जमल आइपुग्दा सबै पसलहरू खुलिसकेका थिए। तर अझै पनि झिसमिसे उज्यालो नै थियो। म मेरोवाला क्याफेमा छिरेँ र हिजोको जस्तै कफी र चुरोट अर्डर गरेर मोबाइल चलाउन थालेँ। त्यो पुस महिनाको जाडोमा मैले 8 बजेसम्म 9 कप कफी र 3वटा चुरोट सिद्धाएँ। तर ऊ आइन। अघि नै बाटोमा आउँदा बडा आउँथे जस्तो आशा लागेको थियो, तर ऊ आइन। ठ्याक्क 8:32 भयो, तर ऊ आइन। मेरो सबै आशा निराशामा बदलियो। यस्तो जाबो कोही चिन्नु नजान्नु म के भएको होला, आउँदिनँ अब भनेर 10 कप कफी खाएर म त्यहाँबाट घरतिर लागेँ। दिन उसैको बारेमा सोचेर बित्यो। भोलि आइ पो हाल्छ कि भन्ने एक मनले सोच्यो। तर मैले कुनै केटीप्रति किन यति धेरै ध्यान दिँदैछु भन्ने अर्को मनले सोच्यो। किन जानु त्यो चिन्नु नजान्नु केटी आउँछ कि भन्ने आशा बोकेर।
उसले पो चिन्छे त, मैले चिन्दिनँ क्यारे, मलाई के मतलब जस्तो लागेर अन्त्यमा म भोलि जमल नजाने निर्णय गरेँ। घुमिफिरी फेरि शनिबार आयो। सदाको शनिबार चाहिँ जमल पुगेर कफी पिउन थालेँ। काठमाडौँमा जाडो भए पनि घामको मुख भने सदा जस्तो देख्न पाइन्छ। त्यो दिन बिहानै घाम झुल्किसकेको थियो। जाडो अलि केही मात्रामा कम थियो। त्यसकारण म कफीको साथमा चुरोट तान्दै थिइनँ। कफीको चुस्की तान्दै त्यो बाहिरको पानी नभएको पानी पोखरी हेर्दै थिएँ। अचानक पछाडिबाट आवाज आयो, आदर्शजी। पछाडिबाट आवाज दिने उनी थिइन्। उसको नाम मलाई थाहा थिएन, त्यसैले मेरो लागि उनी नै थिइन्। उसको अनुहार देख्ने बित्तिकै त्यत्रो सस्पेन्स राखेर भोलि नै भन्छु भनेर नआउने तै होइन, इस यत्रो नि बोल्दिनँ भने जस्तो लाग्यो। त्यसैले म फिक्का हाँसो हाँसेँ। ऊ त्यहाँ पछाडि बसिरहेको मान्छे म भएको टेबलतिर दाइ एक कप कफी है भन्दै आई। मलाई कुनै मतलब लागिरहेको थिएन। मेरो काँधको सहारा लिँदै ऊ मनिरको कुर्सीमा बस्दै झन् यत्रो सस्पेन्स राख्दैछ त मेरो याद आएर आउनुहुन्छ कि भन्ने सोचेको त मान्छे त गायब नै हुनुभयो त तपाईँ त भन्दै थिए। म शनिबार मात्रै बिहान जमल आउँछु। म उसलाई खोज्दै भोलिपल्ट पनि आएको भन्ने कुरा उसलाई किन भन्ने हो र? बेकारमा मैले धेरै चासो दिए जस्तो मात्र किन गर्नु? आफू भने झन् के नै भनौँला भनेर काम नहुँदा पनि 10 बजेतिर आएको तपाईँलाई भेट्न भोलिपल्टै आजसम्म पनि आइरहेछु बिहानै। त्यो दिन ढिलो आयो कि भन्ने ठानेर। लौ जा, आफू त्यत्रो बेर बसेको भए त भेट हुने रहेछ त। त्यसै रिसाएको रहेछु जस्तो लाग्यो। त्यसैले उसलाई मक्ख पार्ने भए पनि त्यस्तो होइन, म पनि भोलिपल्ट बिहानै आएको थिएँ, तर चाँडै नै गएँ तिमी नआएर। अघि लुकाएको साँचो कुरा खोलिदिए। होला खुबै, ऊ मुख बगाउँदै थिए। साँच्चै हो के, आफूलाई कस्तो खुल्दुली भएर आएको थिएँ। ल अब भन न त, तिमीले मलाई कसरी चिन्छौ? मलाई जिस्काउने पाराले भन्ने नै हो र? नभनौ होला भन्न थाली। भन न भन। त्यो तपाईँ पहिला बस्ने घरनिरको मनिषा दिदी थाहा छ? कुन, त्यो बानेटारनिरको? त्यो दिदी। थाहा छ, हाम्रो घरमा आइराख्नुहुन्थ्यो। म त्यही दिदीकी बहिनी हो। ए दिदीले मलाई जिस्काइरहनुहुन्थ्यो। अनि मैले तपाईँलाई मन पराउँछु भन्ने थाहा थियो नि त दिदीलाई। अनि मलाई तिमीले चिन्न चाहिँ कसरी चिन्यौ नि? तपाईँले मैले चिन्ने बेला पनि यस्तै जाडो महिना थियो। मेरो स्कुलमा जाडो बिदा थियो। अनि तपाईँ बिहान ठिक 10:30 बजे मेरै घर हुँदै कलेज जानुहुन्थ्यो। पहिला तपाईँलाई घरको बरन्डाबाट देखेकी थिएँ। एकै नजरमा माया बसिहाल्यो नि। तपाईँ त्यहाँबाट सर्नु भएदेखि युवा खाले सधैँ तपाईँलाई नै खोजिरहन्छ त्यो घरनिरको पुलमा। माया बसिहाल्यो नि भन्दा ऊ मुचुक्क हाँसी। अनि अलि लजाए जसरी त्यो कफीको कपभित्र आफ्नो आँखा लुकाउन खोजी। उसको त्यो नसालु आँखा उनले लुकाउन नै ठिक थियो। एकछिन हेरिराख्यो भने त कुन बेला त्यसमा डुबिन्थ्यो थाहा पाउँदैन थियो होला। अनि तिम्रो नाम चाहिँ के रे? मनिषा दिदीले नि कहिल्यै भन्नु भएन, जहिले पनि मेरो ज्वाइँ भन्नुहुन्थ्यो। चाहेको भए अहिले साँच्चीको ज्वाइँ पो हुनुहुन्थ्यो कि के थाहा? म चाहिँ साँझ। उसको कुराको मसँग कुनै जवाफ थिएन। सन्नाटा छायो हामी दुई बिच। आवाज आइरहेको थियो त उसले र मैले बेला बेलामा तानेको कफीको। कुन बेलादेखि मैले उसलाई एकहोर हेरिरहेको रहेछु मैले थाहा नै पाएको थिएन। मेरो ध्यान अन्तै कतै पुगिसकेको थियो, तर आँखा भने उसैमा थियो। जसँग त तब भए जब उसले मेरो आँखा अगाडि आफ्नो हात लिएर आएर चुट्की बजाउँदै कता हराउनु भयो भनेकी थिए। म पनि ऊभन्दा के कम थिएँ र? तिम्रो सुन्दरतालाई हेर्दा हेर्दै त्यसमै डुबेछु भनेर उसलाई मक्ख पारिदिए। तर ऊ मक्ख पर्नुको साटो खित्का छोडेर हाँस्न थाली। वरपर अलिअलि भएका मान्छेहरू समेत हामी दुईलाई हेर्न थाले। होइन, मैले त्यस्तो साह्रो के भनिदिएर? होइन, तपाईँ पनि त्यस्तो कुरा गर्न जान्नुहुन्छ र? किन, म चाहिँ मान्छे होइन र? त्यस्तो भन्न खोजेँ कि होइन। तपाईँ त हेर्दा पनि धेरै नबोल्ने जस्तो हुनुहुन्छ। पहिला घरतिर पनि खासै कोहीसँग बोलेको देख्दिनँ थिएँ। अनि दाह्री पनि पाल्नुहुन्थ्यो। अनि मलाई त झन् बोल्न पनि डर लाग्थ्यो। अनि बोल्दिनँ थिएँ म त। अहिले त झन् दाह्री झ्याप्पै छ त। अनि अस्ति बोल्न आउँदा चाहिँ डर लागेन त। त्यो समय नै बेग्लै थियो नि। कहाँ 6 वर्ष पहिलाको जस्तो छु त म। अहिले त त्यही नि दाह्री पाल्ने त फेसन भइसकेको छ। जुन केटा हेऱ्यो चुस्स दाह्री पालेका हुन्छन्। अनि के डर लाग्नु त? खुब केटा हेरिन्छ कि क्या हो? यतिकैमा उसको फोन आयो। हुन्छ, हो जमलमै छु। अब आउँछु। हिँड्न लागिसके। होइन, कोही पनि छैन, एक्लै हो। हससँगै उसको कुराकानी सकियो। मसँग छु भनिदिएको भए भइहाल्थ्यो नि, किन झुक्काएको? उसले फोन राख्ने बित्तिकै मैले भनेँ। अनि नझुकाएर के एक बिहान म एउटा केटासँग कफी खाँदैछु भन्दा घरमा मार्दैनन् क्या हो? किन मार्ने हो र? मनिषा दिदीलाई थाहा छँदैछ नि। जयसँगै हो भनेको भए मनिषा दिदीले को हो चिनाइदिइहाल्नुहुन्थ्यो नि।
ओहो, खुब जान्नुभयो है। ल म जान्छु है, भोलि भेटौँला यही समयमा भन्दै ऊ बाहिर निस्किए। म त्यो दिन पनि उसँग निस्किनँ, केही बेर बसेर निस्किएँ। भोलिपल्ट पनि भेटियो। सदा जस्तो गफ गऱ्यौँ अनि सदा जस्तो उसको फोन आउँथ्यो अनि ऊ जान्थे अनि म पनि एकैछिनमा निस्कन्थेँ। दुईजना भेट्ने प्रक्रिया जारी रह्यो। दैनिक काममा अब दुईजना बसेर जमलको क्याफेमा बसेर कफी खाने भन्ने पनि गनिन थाल्यो। सबै दिन त्यसरी नै बित्यो अनि फेरि आयो शनिबार। त्यो शनिबारको घटनापछि त म अचम्मचकित हुने दिन सधैँ शनिबार नै पर्छ कि जस्तो महसुस हुन थाल्यो। त्यो शनिबार पनि सदा जस्तो हामी भेट्यौँ र उसको फोन आयो। त्यो दिन भने उसले फोन उठाइन। मलाई अचम्म लाग्यो, सोध्न पनि मन लाग्यो, किन नउठाएकी? उठाउन मन नलागेर नि। घर पुगेपछि फेरि गाली खाइएला त, कि दिदीलाई ज्वाइँसँग भेटेर आउँछु भनेर हिँडेकी। म उसलाई जिस्काउन खोज्दै थिएँ। होइन, यो घरबाट होइन। अनि को हो त? विशेष हो। विशेष? मेरो बोयफ्रेन्ड। मन चसक्क भयो। ऊ मेरो लागि कोही नभएर पनि कोही भइसकेकी थिए, या भनौँ उसको त्यो नसालु आँखामा म मग्न भइसकेको थिएँ। ऊप्रति माया बसिसकेको थियो सायद। उसको त्यो शब्द मेरो लागि एउटा तेजिलो धार भएको हतियार बन्यो, जसले मलाई रेटिरहेको थियो। म न त आइया भनेर कराउन नै सक्थेँ, न त त्यो प्रहारबाट बचेर भाग्न नै सक्थेँ। के हो, टोलाउनु भयो त? तिमीले कुरा नै टोलाउने गर्यौ त? चिसिक्क भयो क्या हो? सायद यति दिनको भेटघाटले होला, अलिअलि त चिसिक्क भइहाल्छ नि। झनै तपाईँ त्यहाँबाट सर्नु भएपछि 4 वर्ष दिनदिनै चिसिक्क हुन्थेँ म। कहिले नबोले पनि सधैँ त्यही बरान्डाबाट हेरेर भए पनि साँचो माया गर्थेँ मैले। अनि अहिले चाहिँ गर्दैनौ। मैले मेरो यो खाली पाना जस्तो जिन्दगीमा तपाईँको नाम कहिले नमेटिने मसी प्रयोग गरेर लेखेकी छु। त्यही भएर होला सायद, चाहेर पनि तपाईँको नाम मैले मेटाउन सकेकी छैन। न त ममा त्यो ओसिएको पाना च्यातेर फाल्ने हिम्मत नै छ। मौका दिन्छौ भने त्यो ओसिएको पानाको नाम पछाडिको बाँकी सबै खाली पानाहरू लेख्न चाहन्छु। तपाईँले काफी खोज्न अलि अबेर गर्नुभयो। सायद यहाँ हामी बीच या हाम्रो मायाको बीच विशेष अवरोध बन्दै थियो। केही छिन हामी दुवैको बोली फुटेन। कता बस्छ नि विशेष? मैले आफैले कुरा निकालेँ। हाम्रो गाउँतिरको हो, बुटवल। घरबाटै खोजिदिनु भएको हो कि क्या हो बोयफ्रेन्ड पनि? कुरा घुमाएर केटा फिक्स हो कि होइन भन्ने बुझ्न खोज्दै थिएँ मैले। त्यस्तै नै हो। बोयफ्रेन्ड भन्दा पनि मेरो हुनेवाला बुढा भन्दा उचित होला सायद। बिहे पनि पक्का भइसकेको हो र? खासमा बिहेकै लागि खोजिदिनु भएको हो। अनि पहिला हामी दुई बीच सबै कुरा मिलोस् भनेर 1 वर्ष विचार गर्न छोडिदिनु भएको हो। त्यही भएर बोयफ्रेन्ड भने कि। अनि 1 वर्ष बितिसक्यो त? आफ्नो चान्स छ कि छैन भनेर विचार गर्न लाग्नुभयो कि क्या हो? ऊ मलाई अझै पनि जिस्काउँदै थिए। मैले गर्ने भनेको विचार नै त हो नि। त्यसो भए चान्स छैन। 1 वर्ष भएर पनि बिहे पक्का भइसक्यो। कहिले हो र? अब यही मङ्सिरमा, मङ्सिर 26 गते। भने त सिधै बिहे भोज खान आयो हुने रहेछ। आज पुस 24 गते भइसक्यो। आउनुहुन्छ? बोलायो भने पक्का आउनेछु। मुटुमाथि ढुङ्गा राखेर भन्नुभयो क्या हो? मुटु त तिमीले नै लगिसक्यौ। अब मैले भन्दा पनि तिमीले राखिदिएको भयो होला सायद। ओहो, कुरा पनि कति जान्नुभएको नि तपाईँले त। ऊ अक्क न बक्क भएको जसरी मलाई भन्दै थिए। भएको कुरा हो, के जान्न पर्यो र यसमा? भएकै कुरा हो अनि भन्नको लागि मुख छँदैछ अनि के जान्नु? बोल्न त बच्चैदेखि नै जानेको छु मैले। सक्दिनँ हजुर म तपाईँसँग। पहिला नै मसँग बोलेको भए पहिले नै सक्ने थिएनौ। अनि माया पनि बस्दै नै थियो होला। नबोलेर मात्र माया बसेछ। तिम्रो चञ्चले मन बहकिएको होला त्यो बेलामा। मैले त्यसरी सक्दिनँ भन्न खोजेकै होइन। तपाईँ उल्टो अर्थ लगाउँदै हुनुहुन्छ। के अर्थले भने कि त? केही पनि होइन। अनि जे भने पनि भन्नुहोस्। मेरो मायामा तपाईँले कुनै शङ्का नगर्नुहोस्। त्यो बेलामा म नाबालिग थिएँ। मन चञ्चलै थियो होला। अनि अहिले त बाली भयो होला नि। अहिले चाहिँ तपाईँलाई किन बिर्सिन सक्दिनँ त म? किन माया गरिरहेको छु त अहिलेसम्म? अहिले पनि माया गर्छु र? मैले भनिसकेँ। तपाईँको नाम मेरो जिन्दगीको पानामा नमेटिने मसीले लेखेको छु, जुन मैले चाहेर पनि मेट्न सक्दिनँ। तपाईँले भने जस्तै मेरो जिन्दगीको अरू बाँकी पानामा पनि तपाईँकै नाम लेख्न मन थियो। तर अहिले मेरो पाना सबै भरिसकेको छ र त्यो सबै पाना विशेषको नामले भरिएको छ। अब त म पनि तिमीलाई कोही अरूको हुन दिन सक्दिनँ। सक्नुहुन्छ। मैले तपाईँलाई भेटेपछि आफूलाई कति सम्हालेको छु म आफूलाई मात्र थाहा छ। किन सम्हालिन्छौ त?
म सम्हालिनै पर्छ। किन, के बाध्यता छ र त्यस्तो? कुरा विशेष र मेरो मात्र भएको भए सायद म नसम्हालि नै मिल्थ्यो। तर यहाँ कुरा परिवारको पनि छ। अनि परिवारको लागि आफ्नो जिन्दगीभरि माया गरेको मान्छेलाई पाउन सकिनँ भनेर थकथकाइरहन्छौ त? विशेष नराम्रो छैन। नराम्रो भन्न खोजेको होइन मैले। अनि के त? मेरो कुरा सकिन नपाई उसले काटिहाली। सायद रिस उठ्दै थियो उसलाई। केही पनि होइन। उसको मायाले मलाई भुल्न सक्छौ भने त राम्रो भइहाल्यो नि। त्यो अब समयले बताउँछ। उसको स्वर अलि रिसाएको जस्तो सुनिन्थ्यो। तर मैले तिमीलाई चिनेको धेरै नभए पनि साँचो माया बसेछ क्यारे। भुल्न सायद कहिले पनि सक्दिनँ होला। तपाईँलाई यति समय हुँदा त यस्तो हुन्छ भने सोच्नुहोस् मलाई कस्तो भएको थियो होला। मैले त तपाईँलाई 4 वर्षसम्म कुरेकी थिएँ। तपाईँ बानेटारबाट सरेपछि पनि 2 वर्षसम्म त तपाईँकै प्रतीक्षा गरेँ। तर मेरो आशा बिस्तारै निराशामा परिणत हुँदै गयो। पहिला नै बोलिदिएको भए सायद हामी अहिले एक हुने थियौँ। बितेको कुरा छोडिदिनुहोस् अब। तपाईँले मलाई भेट्नु भएको त जम्मा 10-15 दिन त भयो। सजिलै भुल्न सक्नुहुन्छ होला। यो माया नभएर सायद आकर्षण मात्र पनि हुनसक्छ। म माया र आकर्षण बीच भिन्नता मजाले छुटाउन सक्छु। ऊ मौन बसी नसालु आँखाले मलाई नै हेरिरहेकी थिए। उसको मुख चुपचाप थियो तर आँखा बोलिरहेको थियो। म प्रतिको माया उसको आँखामा प्रष्ट देखिन्थ्यो। सायद उसका ती आँखाहरू मसँग धेरै बेर कुरा गर्न चाहन्थे। बेबस साँझको कुरा सुनाउन चाहन्थे। कुरा मैले नै सुरु गरेँ। तिमीले मलाई मुखले नकारे पनि तिम्रो आँखाले स्वीकारिरहेको छ। म प्रष्ट देख्दैछु। मैले नकारेको होइन। समयले हाम्रो भाग्यलाई साथ नदिएको हो। सबै कुरा छोडेर हिँड मसँग त्यसो भए। म आफ्नो परिवारले म प्रति गरेको विश्वास र उहाँहरूको मान मर्यादाको घाँटी रेटेर तपाईँसँग आउन सक्दिनँ। अझै 1 महिना बाँकी छ नि। मलाई घरमा लैजाऊ। म कुरा गर्छु। तिम्रो परिवारले निर्णय परिवर्तन गर्नुहुन्छ कि मैले मन जित्न सक्छु कि हाम्रो माया बुझ्ने कोही त होला नि। केही बेर सन्नाटा छायो। आँखा भने आँखासँग कुरा गरिरहेको थियो। उसको आँखा एकैछिनमा रसिलो भएर आयो। सायद उसको मन र दिमागको भिडान्तमा आँखाले भोग्नु पर्दै थियो। दुखाइ खप्न नसकेर उसको एउटा आँखाले तप्प आँसु झार्यो। ऊ आफ्नो ब्यागबाट केही झिक्न खोज्दै थिए। सायद रुमाल होला, आँसु पुस्न। मलाई आफ्नो रुमाल झिकेर आफैले उसको आँसु पुछिदिन मन थियो। तर अफसोस, मैले रुमाल कहिले पनि बोक्न जानिनँ। उसले रुमाल होइन, ब्यागबाट कुनै खाम जस्तो केही झिकी। त्यो उसको बिहेको कार्ड रहेछ। केही दिन अगाडि मात्र छापिएको रहेछ। लिनुहोस् मेरो बिहेको कार्ड। सबै पक्का भइसक्यो। अब हामीले केही गर्न सक्दैनौँ। म चुपचाप लागेर उसको कार्ड समातेँ। बोल्नको लागि पनि कुनै कुरा नै थिएन। अब कार्ड नै छापिसकेपछि त कुरा नै समाप्त भयो। खोलेर हेर्ने मेरो कुनै आँट थिएन। मेरो फोनको घन्टी बज्यो। फोन घरबाट आएको थियो। यसो घडी हेरेको 9:40 भइसकेको रहेछ। कता हो? म जमलमा छु। साथी भेटेको थिएँ त्यसैले ढिला भयो। अब आउँछु। ए ल ल छिटो आइज। हस्। मेरो हससँगै मैले फोन राखेँ। मसँग भएको भनेको भए भइहाल्थ्यो नि। उसले उताबाट भन्दै थिए। अनि तिमी साथी नै त हो नि मेरो। त्यो पनि ठिक हो। ल म जान्छु है त। भोलि आउनुहुन्छ? खै तिमी? म पनि खै। म क्याफे बाहिर निस्किसकेको थिएँ। त्यहाँ बसिरहनु कुनै फाइदाको कुरा थिएन। त्यहाँ अझै केही बेर बस्नु भनेको जानी जानी आफ्नो मुटु जलाउनु थियो। उसको बिहेको कार्ड मेरो हातमा थियो। दिमागमा अनेकौँ कुरा खेलाउँदै कुन बेला रत्नपार पुगे पत्तै पाइनँ। गाडी चढे। मनमा अनेक कुराहरू खेलाउँदै थिएँ। टाउको दुख्ला जस्तो भयो। त्यसैले गीत सुनेर आनन्द लिन्छु भनेर आफ्नो हेडफोन लगाउन खोजेँ। ल खत्तम। हेडफोन त क्याफेमै छुटेछ। म माया बिना बस्न सक्थेँ। तर हेडफोन र गीत बिना मलाई दिन काट्न गाह्रो पर्थ्यो। ड्राइभरले हिँडाइसकेको गाडी पनि रोक्न लगाए। म ओर्लिएँ र फेरि क्याफेतिर लागेँ। भित्र छिरेँ। म बसेको टेबलतिर हेरेँ। हेडफोन थिएन। लौ खत्तम। साँच्ची साँझ पनि त त्यहीँ थिए नि। उसले राख्दै कि होला सायद। तर साँझ खै। हेलो दाई, अघि यहाँ मसँगै बसेको केटी खै? को साँझ? भर्खर निस्केकी थिए। बाहिर हेर त धेरै टाढो पुगेकी छैन होला। म हत्तनपत्त बाहिर निस्किएँ। यताउता हेरेँ। साँझ जमलको आकाशे पुलनिर पुगेकी थिए। साँझ, मेरो आवाज उसम्म पुगेन। ऊ त्यहाँबाट लैनचौरतर्फ लागे। म हतार हतार कुदेँ। फेरि मनले के सोच्यो कुन्नी,
उसको पछि जान मन लाग्यो। जान्न मन लाग्यो कि ऊ सधैँ मलाई नै भेट्न आउँछ कि उसको आउने काम भएर नै आउँछ। झट्ट केही बेर अघिको कुरा याद आयो। त्यो क्याफेको दाइले साँझलाई चिनेको थियो। मैले त्यो केटीभन्दा को साँझ भनेको थिएँ। सायद मलाई भेट्ने उसको बहाना मात्र थियो। ऊ उसकै कामले गर्दा आएकी होली अनि मलाई भेटेकी होली जस्तो लाग्यो। म उसको पछि गएँ। उसको चियो गर्नको लागि होइन, खासमा उसको ठेगाना नै पत्ता लागि पो हाल्छ कि भनेर हो। माया जो बसेको थियो। मायाले के गराउँछ भन्थे, जाबो पिछा गर्नु त कुन ठुलो कुरो हो र। म चुपचाप लागेर उसले थाहा नपाउने गरी उसको पिछा गरिरहेँ। हुन त अलि परबाट पिछा गऱ्यो भने काठमाडौँको ठाउँमा कसलाई पो के थाहा र। लैनचौर आइपुग्यो। ऊ अझै हिँड्दै थिए। मलाई फेरि घरबाट फोन आइसकेको थियो। उसको पिछा लाग्यो या घर जाउँ। म दोधारमा परेँ। फोन उठाएर गाडी चढ्ने ठाउँमा हो, गाडी आएकै छैन भनेर भनिदिएँ। ए ल छिटो आइज। फोन काटियो। आखिरमा मैले उसको पिछा नै गर्ने निधो गरेँ। ऊ ठमेलतर्फ लाग्दै थिए। सायद घर नै जाँदै थिए। ठमेलको एउटा गल्लीभित्र छिरेर अलि पर पुगेपछि ऊ एउटा घरभित्र छिरी। मेरो पनि आजको लागि गन्तव्य सकियो जस्तो लाग्यो। ऊ अलि ठुलै मान्छेको छोरी थिए जस्तो थियो। उसको घरको अगाडि 6-7 जना मान्छे थिए। कुनै सामान्य मान्छेको घर अगाडि त्यसै मान्छे जम्मा हुँदैनन्। मान्छेहरूको आवत जात भइरहेको थियो। त्यहीँ रहेको पान पसलेलाई सोधेँ, दाइ त्यो रातो घर कसको हो र? कसको हो त थाहा भएन भाइ, तर त्यो वेश्यालय हो। जसरी कुनै पहाडको छेउमा कसैले धकेल्न लागेको जसरी तर्साउँछ नि, हो म पनि त्यो दाइको कुरा सुन्ने बित्तिकै त्यसरी नै झस्किएँ। वेश्यालयमा जाने सबै केटी वेश्या हुँदैनन्। त्यसैले त्यो दाइलाई हतार हतार सोधेँ, दाइ यो घरमा अरू केही कामले पनि त आउँछन् होला नि केटीहरू होइन र? खै भाइ आजसम्म त त्यस्तो सुनेको छैन। सबै त्यस्तै मात्रै आउँछन्। त्यही माथि केटीहरू त यो गल्लीमा त आउँदैनन्, त्यो घरभित्रकै जान्छन् र। साँझ त्यति राम्री केटीले यस्तो गर्ली र? उसको त बिहे पक्का भइसकेको थियो। उसले किन यस्तो गर्छ र? विशेषलाई थाहा छ उसको बारेमा? यस्तो काम गर्न साँझलाई के छ त्यस्तो बाध्यता? एउटा राम्रो परिवारमा हुर्केकी केटीले त्यस्तो नगर्नु पर्ने होइन र? कतै त्यो दाइले मलाई झुट त बोलेन, तर झुट बोल्नको त्यो दाइलाई के आवश्यकता? प्रश्नको जालोमा म अल्झिएको थिएँ। त्यो होटेलको दाइ जसले साँझलाई चिनेको थियो, मलाई उसैसँग कसरी चिन्यो, साँझ को हो भनेर सोध्न मन थियो। तर मलाई घरबाट बारम्बार फोन आइरहेको थियो। आउँछु भन्दै नआउँदा यता आमाको स्वर कठोर हुँदै गएको थियो। त्यसैले मैले भोलि नै गएर सबै कुरा पत्ता लगाउने निधो गरेँ। अब मेरो मनमा फेरि अरू प्रश्न उब्जिन थाले। साँझ भोलि आउँछ आउँदिन पत्तो थिएन। भोलि आउँछौ त भन्दा उसले पनि मैले जस्तै खै भनेकी थिए। उसले मेरो हेडफोन पनि सायद लगेकी थिए। त्यसले एक मनले आउँछ कि भन्ने सोचेको थियो। उसको कार्ड मेरो हातमै थियो। त्यो घटनापछि मलाई उसको कार्ड खोल्न कुनै हिम्मत चाहिएन। थाहा छैन किन। उसको कार्ड खोल्न साथ केटा र केटीको नाम हेरेँ। लेखिएको थियो विशेष भण्डारी र साँझ थापा। साँझको थर मलाई थाहा थिएन। उसले नाम भन्दा साँझ मात्र भनेकी थिए। बिहे मङ्सिर 26 गते थियो। अहिले पुस 24। अघि नै म पुसपछि मङ्सिर आउँछ भन्दै बसेको थिएँ। थाहा छैन मेरो दिमागले त्यो बेलामा के सोच्यो। बिहेको मिति 1 वर्ष पछिको रहेछ भन्ने कुरा बल्ल थाहा पाएँ। अघि नै 1 महिनापछि सोचेर पो भोज खान आउँदा हुने रहेछ भनेको थिएँ त। कार्ड 1 वर्ष अघि कसले निकाल्छ? फेरि दिमागले मलाई प्रश्न गर्यो, कतै साँझले तँलाई बिहेको बारेमा झुट त बोलेकी होइन? ऊ वेश्या भएकै कारण कतै उसले तँसँग नाता जोड्न नखोजे कि त होइन? कतै यो कार्ड उसको बिहेको नभई कोही अरूको त होइन? दिमागले जति धेरै प्रश्न गर्दै जान्थ्यो, मेरो मन उत्तिकै आत्तिँदै थियो, डराउँदै थियो, व्याकुल हुँदै थियो। प्रश्नको जालोमा बेरिएर म घर पुगेँ। त्यो दिन काट्न मलाई साह्रै गाह्रो भयो। रातभर निन्द्रा पनि लागेन। राति नसुतेकै कारण बिहान उठेर हिँड्न पनि मन लागिरहेको थिएन। तर मलाई साँझलाई जसरी पनि भेट्नु थियो। म 4:30मा घरबाट निस्किएँ। हेडफोन त मसँग थिएन। त्यसैले म साँझकै बारेमा सोच्दै जमलतिर लागेँ। म 5:40मा जमल पुगेँ। क्याफे भर्खर खोलेर त्यहाँको दाइले भर्खर कुच्चो लगाउँदै थिए। म एकैछिन बाहिर उभिएँ र करिब 6:30मा सबै सरसफाइको काम सकेर टेबलहरू सबै मिलिसकेपछि म भित्र छिरेँ र पहिला सुरु हिजो साँझलाई चिनेर ऊ त्यता गएको छ भन्ने दाइलाई खोजेँ। तर कोही पनि देखिन। त्यो अघि कुच्चो लगाउने दाइलाई हिजोको दाइको हुलिया बताउँदै सोधेँ, ए सुमन, ऊ त आउँदैन 1-2 हप्ता, गाउँ गएको छ हिजो बेलुका। जवाफ त आयो।
तर मेरो मनमा उब्जिएको प्रश्नहरूको जवाफ पाउने एउटा ढोका चाहिँ बन्द भयो। अब साँझ मात्र मेरो आशा थिए। म कफी मगाएर उसको प्रतीक्षामा बसेँ। सबै कामदार नआइसकेको भएर मेरो कफी अलि ढिलो आइपुग्यो। बिस्तारै सबै कामदार आउँदै थिए। म त्यो दिन मोबाइल नचलाई बाहिर मात्र हेर्दै थिएँ। बेला बेलामा कफी बोकेर बाहिर गएर उभिन्थेँ। बाहिर हेर्दै थिएँ। साँझ आई। ठिक 7:30मा ऊ आएर मनिर त बसी। तर मैले उसलाई केही सवाल गर्न सकिनँ। त्यो सवालहरू त्यसै गर्न मिल्ने पनि थिएन। कहाँबाट कुरा सुरु गरौँ भइसकेको थियो। यत्तिकैमा उसले आफ्नो ब्यागबाट मेरो हेडफोन झिक्दै, "यी लिनुहोस्, हिजो तपाईँले यहीँ छोडेर जानुभएको रहेछ अनि मैले लगिदिएँ। ए थ्याङ्क यू है। जब यसको लागि पनि के थ्याङ्क यू भन्नुहुन्छ? म हिजो फर्केर आएको थिएँ नि लिन।" अलि मलिन स्वरमा भने। "ए ला हो र? झन् दुःख पो पाउनु भएछ त मैले लगिदिएर। त्यस्तो त होइन। अनि तिम्रो नाम के रे? अस्ति नै भने कि होइन त, साँझ भनेर? होइन पुरा नाम चाहिँ के हो र?" उसलाई केही शङ्का नहोस् भनेर मैले हाँस्दै भनेको थिएँ। "हामीमा हुने केही पनि होइन। त्यही पनि जात मिलाउनु खोज्नु भयो कि क्या हो?" उसले पनि हाँस्दै भने। "किन? साथीको चाहिँ पुरा नाम थाहा हुनै नहुने हो र?" "त्यस्तो कहाँ भन्न खोजेकी हो त मैले। मेरो नाम साँझ उप्रेती हो हजुर।" अब ऊ फसी। उसले बिहेको कार्ड सायद ख्याल गरिनछे। त्यसले होला। मजाकै तालमा उसले साँचो बोली। अब उसको झुट समातियो। झुट समातेर मलाई कुनै खुसी लागेको थिएन। झन् ऊ बेस्या त होइन भन्नेप्रति चिन्तित हुँदै थिएँ। "अनि तिम्रो बिहेको कार्डमा त थाहा थियो त, कसरी? 1 वर्ष अगाडि किन कार्ड निकालेको?" ऊ झल्यास्स भई। सायद त्यो बिहेको कार्ड सम्झी होला। उसको मुहारमा कालो बादल छायो, जुन मलाई पटक्कै मन परिरहेको थिएन। तर मलाई साँचो कुरा जान्न थियो। त्यसैले म केही नबोली उसको जवाफको प्रतीक्षामा बसेँ। केही बेरको मौनतापछि उसको बोली फुट्यो। फिक्का हाँसो हाँस्दै उसले भनी, "तपाईँलाई झुट बोलेँ कि मैले, के भन्नु हुँदो रहेछ भनेर। मलाई झुक्काउनुको केही कारण? केही छैन। माया गर्छु भन्नुहुन्थ्यो अनि एउटा मेरै नाम गरेको साथीको बिहेको कार्ड थियो साथमा। अनि त्यो देखाएर तपाईँको हाँसो उडेको हेर्न मन लाग्यो क्या?" उसका यी कुराहरूमा म केही सत्यता देख्दै थिइनँ। सायद होइनलाई होमा परिवर्तन गर्नको लागि ऊ देखावटी हाँसो हाँस्दै थिए। "तिमीसँग हेडफोन माग्न भनी हिजो तिम्रो पछि पछि अलिक परसम्म पुगेको थिएँ। म बिस्तारै बिस्तारै आफूले सोध्न खोजेको प्रश्नतिर लम्किँदै थिएँ। तर ऊ टाढा भाग्न खोज्दै थिए। कतासम्म पुग्नु भयो र?" उसले अकमकाउँदै भनी। "खमेल।" मैले अरू केही बोलिनँ। ऊ पनि चुपचाप लागि। म लगभग पक्का भएँ ऊ बेस्या हो भन्ने कुरामा। किन केही नबोलेकी? म आफैले कुरा निकालेँ। बोल्ने कुनै शब्द नै भेटिनँ। उसले भन्दै थिए, "म तिमीलाई केही प्रश्न सोध्छु, के तिमी सही सही जवाफ दिन्छौ? सोध्नुहोस्।" अब ऊ कतै उम्किन सक्दिन भन्ने कुरा उसले बुझिछ। मैले उसलाई वेश्यालयमा छिरेको देखिसकेँ भन्ने कुरा पनि उसले चाल पाई सायद। त्यसैले होला उसले सोध्नुहोस् भनेर बेबस र लाचार ढङ्गले भनेकी थिए। उसले आफ्नो शिर झुकाउँदै भनेकी थिए। बेकार यो कुरा निकाले जस्तो पनि लाग्यो। तर मैले मेरो मनमा उब्जेको अनेकौँ प्रश्न उसलाई एक एक गर्दै सोध्न थालेँ। "को हो तिमी?" "एक वेश्या।" म अघि नै पक्का त भइसकेको थिएँ। तर उसैको मुखबाट नै ऊ वेश्या हो भन्ने सुन्दा साँच्चै जसरी पानीबाट कुनै माछा निकालेर जमिनमा राख्दा छटपटिन्छ नि, हो त्यसरी नै मेरो मन पनि छटपटाइरहेको थियो। अनि यत्रो दिनसम्मको यो कुराहरू सब झुट थियो। मलाई गरेको माया पनि, तपाईँप्रतिको मेरो माया साँचो थियो। झुट त केवल मैले आफ्नो बारेमा बोलेकी थिएँ, मेरो पेसाको बारेमा र मेरो विवाहको बारेमा। त्यस्तो काम गर्नुको कुनै आवश्यकता छ र? खान, जिउ ढाक्न एकजोर कपडा, बस्नको लागि ठाउँ, अनि परिवार? मैले प्रति प्रश्न गरेँ। कोही छैन। मसँग बस्दा तिमीलाई आउने फोन, त्यो त्यही ठमेलबाट हो। मनिषा दिदी, उहाँ त बानेटारमा मेरै कोठानिर बस्ने दिदी हो अनि मलाई आफ्नै बहिनी जस्तो गर्नुहुन्थ्यो। अनि मसँग किन झुट बोलेको? कुनै वेश्याले म वेश्या हो भनेको सुन्नुभएको छ? कति वर्ष भयो तिमी यता लागेको? जबदेखि म एक पुरा स्त्री भएँ त्यसको ठ्याक्कै 1 वर्षपछि। कसरी यता लाग्यौ? पुसको महिना थियो। साँझपख ठमेलको गल्लीमा काठमाडौँको चिसो स्याहारको सामना गर्दै थिएँ। कामदै सुतिरहेको थिएँ। एउटा अधवैँसी आमाले उठाइन्, आफ्नो घरसम्म लगिन्, मिठा खानेकुरा अनि न्यानो कपडा दिइन् र त्यहीँ बाहिरको कोठामा सुत्न लगाइन्।
काठमाडौँको यो भिडमा पनि कोही मान्छे त भगवान नै हुँदो रहेछन् सोचेको थिएँ। तर भोलिपल्टदेखि ऊ बिचमै रोकी। सुक्क आवाज आयो। ऊ आफ्नो अतीतलाई सम्झेर आँसु झार्दै थिए। उसले टाउको अझै मतर्फ उठाएकी थिइन। त्यसैले ऊ रोएको भन्ने मैले केही पत्तो पाइनँ। उसको सुक्क सुनेपछि टेबलमा तप्प एक थोपा आँसु झऱ्यो। दुवै हातले आँसु पुछिन्। रुँदै भन्दै थिए, त्यो महिला नै हो, अहिले म काम गरेको ठाउँको प्रमुख भनौँ या मुखिया। उनैले जिउन छ भने यही एक उपाय हो भनिन्। अनि मेरो परिस्थितिले के सही के गलत भनेर सोच्न पनि दिएन। मलाई खुब नरमाइलो लाग्यो। बेकारमा उसलाई उसको अतीत सम्झाएर रुन बाध्य गराए। ऊ आफ्नो दुवै हात बाँधेर जाडो भए जसरी आफ्नो हात सुमसुमाउँदै थिए। सायद मलाई अँगालेर भक्कानिएर रुन चाहन्थी ऊ। ममा प्रश्न सोधेर उसलाई रुवाउने त हिम्मत थियो, तर उसको नजिक गएर उसलाई आफ्नो अँगालोमा बाँधेर उसलाई सम्हाल्ने शक्ति भने ममा थिएन। सायद उसको असलियत थाहा पाएपछिको परिणाम थियो यो। तुक्क म, धिक्कार छ मलाई। अनि बिहे पक्का भयो भनेर किन डाँटेको? तपाईँको म प्रति बढ्दो माया देखेर। तिमी पनि त मलाई माया गर्छौ होइन र? त्यही त डर छ। हामी दुवैले एकअर्कालाई माया गर्छौँ भने पनि तपाईँले मेरो बारेमा थाहा पाउनु भयो भने मलाई स्वीकार्नु हुँदैन भन्ने डर। मैले तपाईँलाई धोकामा राखिरहेको थिएँ। मसँग यसरी दिनदिनै भेट्न आउँदा मैले कुनै दिन साँचो कुरा थाहा पाउँछु भन्ने थिएन। तपाईँको मायाले मलाई सधैँ यहाँसम्म तानेर लिएर आउँथ्यो। मैले त्यस्तो केही पनि सोचिनँ। सबै कुराहरू अचानक भयो। तपाईँसँग भेट, तपाईँसँगको आत्मीयता, अनि तपाईँलाई मेरो माया लाग्नु। मैले तिमीलाई स्वीकार्छु भन्यो भने के गर्छौ? तपाईँ जोसमा बोल्दै हुनुहुन्छ। म होसमै छु। म तिमीलाई आफ्नो जीवनमा स्वीकार्छु। बस तिमी त्यो पेसा छोडिदेऊ। मलाई पाल्न सक्नुहुन्छ? अस्तिसम्म बेरोजगार थिए। अब यही आउँदो महिनादेखि राम्रो जागिर खाँदैछु। तिमीलाई पाल्ने हिम्मत राख्न सक्छु। के तपाईँको परिवारले पनि मलाई स्वीकारलान् र? मैले स्वीकारेपछि अवश्य स्वीकार्नुहुनेछ। मेरो अस्तित्व थाहा पाउनु भयो भने पनि? तिमी कुनै ठाउँमा काम गर्थ्यौ भनौँला नि। म आफैलाई ऊ वेश्याभन्दा मनखल्लो भइसकेको थियो। अब परिवारमा कसरी भन्ने हो र? उसको असलियत थाहा पाएपछि सायद ऊप्रतिको माया पनि कम भएको आभास हुँदै थियो मलाई। किन? साँचो किन नबोल्ने? तिमीलाई थाहा नै छ त, हाम्रो समाजमा तिमीले गरेको कामलाई कुन नजरले हेरिन्छ। बाध्यताले गरेकी हो। कसैले सोध्यो भने साँचो बोलिदिन्छु। झुटो बोलेर कसैको प्यारी हुन मलाई जरुरत छैन। पछि थाहा पाएर तपाईँको घर बिग्रिएको म हेर्न चाहन्न। मौनता। मौन भन्दा पनि अब उसको बारेमा बुझेपछि म नै बोल्न खोजिनँ। त्यही पनि तपाईँहरू पहिला म बसेकोनिर बस्नुहुन्थ्यो। त्यसैले तपाईँको घरमा सबै थाहा छ मेरो बारेमा। तपाईँले पो ख्याल नगर्नु भएको हो त। तिमी त्यति पक्का कसरी हुन सक्छौ? तपाईँ बुझ्नु हुँदैन। यो काम गरेर समाजमा बस्न गाह्रो छ। उसले फेरि थपी। वेश्या कोही पनि रहरले भन्दैन। त्यहाँका महिलाहरूको पीडा र बाध्यता यदि हाम्रो समाजले सुनाउने हो भने एक एकको आँखा रसाउने छ। तर वेश्याको पुकार कसले सुनिदिने? सबैले हामीलाई नराम्रो नजरले नै हेर्छन्। त्यसैले यो पेसामा लागिसकेपछि हामीलाई त्यहाँबाट निस्केर समाजमा एक सामान्य नागरिक जसरी जिउने हक त छ, तर पनि दिनमा 2-4 वटा गाली र बेइज्जत हुने शब्द नसुनी बस्न दिँदैनन्। त्यही समाजका प्रतिष्ठित व्यक्तिहरू हुन् जो रात रङ्गीन बनाउनु भन्दै वेश्यालय छिर्छन् अनि दिउँसो हुँदा त्यही वेश्यालयलाई गाली गलोच गर्छन्। मैले साधारण जिन्दगी बिताउन प्रयास नगरेकी होइन। मैले मात्र होइन, त्यहाँ भएका सबैले गरेका होलान्, तर सकिँदैन रहेछ। अहिले कतै न कतैबाट कुरा फैलिन्छ। इन्टरनेटको जमाना छ। यौन सम्पर्कको भिडियो सार्वजनिक गराउँछन् कतिले। त्यसकारण पनि सबैले थाहा पाउँछन्। उसले आफ्नो दुःख पोखिरहेकी थिए, तर मेरो दिमागमा केही घुसिरहेको थिएन। एकैछिन है भनेर म वासरुम गएर आउँछु भनेर म भित्रपट्टि गएँ। सोच्नको लागि समय लिनको लागि भन्दा राम्रो हुन्छ होला। अब घरमा नै थाहा भइसकेपछि त कुरा अगाडि कुनै हालतमा पनि बढ्दैन। उसलाई स्वीकार्छु त मुखले भनिरहेको थिएँ, तर मेरो मनले भने उसलाई स्वीकारेको थिएन। किन स्वीकारेन? पहिले स्वीकारेको, तर अहिले अलि गाह्रो मान्यो। यो सब किन? सायद ऊ वेश्या भएकै कारणले होला। म पनि यही अन्ध समाजमा हुर्किएको एक व्यक्ति हुँ। सायद त्यसै कारण म मुखले ठिक्क मात्र पारिरहेको थिएँ। उसले त्यो कुनै स्वार्थको लागि गरेकी थिएन, आफू जिउनको लागि गरेकी थिए। जे होस्, उसले
मेरो लागि त्यो छोड्छे, म घरमा पनि राम्रोसँग सम्झाउँछु, अनि त कसो नमान्नु होला र। आखिर उसले पनि त एक साधारण जिन्दगी जिउने अधिकार पाउनुपर्छ भन्ने सोचेर म बाहिर आएँ। बाहिरको नजारा देखेर म दङ्ग परेँ। आफू बसेको टेबलनिर त कोही थिएन, त्यसैले यताउता हेरेँ, तर साँझ कतै थिएन। बाहिर निस्केर पनि हेरेँ, आँखाले भ्याउनेसम्म हेरेँ, तर कतै थिएन ऊ। सायद मेरो मौनताले उसलाई मेरो जिन्दगीबाट टाढा जान बाध्य गरायो। भित्र आएँ, टेबलमा मेरो मोबाइलले थिचेर राखिएको एउटा कागज थियो, जसमा लेखिएको थियो, बेस्ट अफ लक फर योर फ्युचर। ऊ छोडेर गइसकिछे। जति नै यस्तो बेच्या भएर मलाई केही फरक पर्दैन भने पनि मेरो ऊप्रतिको व्यवहारले नै सायद देखाइरहेको थियो। यही कारण होला ऊ मबाट टाढिएकी। तैपनि मलाई कुनै दुःख लागेन। थाहा छैन किन, सायद ऊ बेश्या भएकै कारण। म सरासर घर फर्किएँ। 4-5 दिन उसको बारेमा सोचेँ, तर आफ्नो काममा जान थालेपछि उसलाई बिर्सिएँ। उसको कुनै याद पनि आउँदैन थियो। जमलको क्याफे देखेर चाहिँ कहिलेकाहीँ याद आउँथ्यो, तर त्यस्तो फरक केही पर्दैन थियो। उसको मधेसँग याद त आज आयो। त्यो घटनाको ठिक 4 वर्षपछि, मेरो विवाह भएको ठिक 2 महिनापछि, माघको महिनामा। बिहानै मेरो फोनको घन्टी बज्यो। मैले उठाएँ। हेलो, सन्चै हुनुहुन्छ? उताबाट जवाफ आयो। को? मैले सोधेँ। साँझ। उसलाई बिर्सेको भने रहेनछु है। साँझ सुन्ने बित्तिकै झसङ्ग भइहालेँ। कता हराएको थियो? आफ्नै दुनियाँमा छु। वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ हजुरलाई। माया गर्ने मान्छेको सबै कुरा जता बसेर पनि थाहा पाइन्छ भन्थे, सायद यही होला। 4 वर्षपछि पनि ऊ सायद मेरै यादमा रहेछ। नम्बर कताबाट पायो? मैले उसको शुभकामनालाई नजरअन्दाज गर्दै सोधेँ। हाम्रो अन्तिम भेटमा तपाईँ भित्र जाँदा तपाईँको मोबाइलबाट आफ्नोमा फोन गरेकी थिएँ। फोन गर्न यति ढिलो किन त? नम्बर त धेरैपल्ट डायल गरेँ, तर फोन हान्न सकिनँ। है, मैले यति मात्र भनेँ। कुनै प्रश्न थिएन मसँग। सायद उसको मतलब छैन मलाई। समाजकै डरले त उसको असलियत लुकाएर उसलाई स्वीकार्न खोजेको थिएँ। आफ्नो नाम राख्न नै त मैले पनि उसको मायालाई बुझिनँ। म पनि त कुनै हदसम्म स्वार्थी ठहरिएको थिएँ। सायद यो पनि कारण बन्यो मेरो मौन रहनमा। आई लभ यु एन्ड आई मिस यु अ लट। फोन काटियो। मैले कुनै जवाफ दिन पाइनँ। कल ब्याक गर्न खोजेँ। फोन अफ बतायो। उसको र मेरो कहानीको किताबको हरफ र पानाहरू त सकिए, तर पनि कहानी भने अझै पनि अधुरै रह्यो। सायद यस्तै कथा होला जुन कहिले पनि सकिँदैन। ऊ चाहेको बेलामा मलाई फोन गर्न सक्थे, तर म सक्दैन थिएँ। उसको अफ हुन्छ सधैँ। हामी दुवै एक अर्का बीच परिचित त थियौँ, तर पनि म उसलाई चाहेको बेलामा सम्पर्क गर्न सक्दिनँ। उसले गरेको बेलामा उसलाई चिन्दिनँ। कथाको सुरुवात जस्तै नै छ अन्त्य पनि। अपरिचित ऊ, परिचित म।